यहाँ चाहिँ अब शिकार खोज्नु हिँडे जस्तो ओ कता हो बा त्यो अम्बक त चोरे बडा केटाहरूले अम्बक खाए नि अम्बक चोरेर खाए तपाईँको 2-4वटा अम्बक खाए चोरहरूले पहिरो डर लडेछ ए यो झ्याङबाट सेट त काट्दै यता तान्छ ए सजिलै रहेछ नि त यो झ्याङको अब यो झ्याङबाट बाँस तानेर टगर लाने हो ल्याम ल्याम सिमेन्ट वाइबाले नयाँ बिजनेस सुरु गर्न आँटेको छ यहाँ बाँस यत्रो टन्नै काटिरहेछ त्यहाँ पनि काट्दैछ बाँस अब यो चाहिँ हाम्रो कुखुरा फार्मको लागि लोकलको लागि हो सबै लागि परिरहेछ हजुर अब भिडियो खिचेको बढायो हाम्रो काम गर्नेहरूको हाम्रो घरको यो ठेकदारहरू आफै नै मालिक बनिन्छ कि घारीभित्र सबै हराइरहेछ यो सिस्टम एकदम ठिक छ है हजुरहरूको नापाई चाहिँ कोही अस्ट्रेलियाबाट आएको छ कोही अमेरिकाबाट बाँस यत्रो थुपारिरहेको छ लोकल कुखुरा पाल्नुको लागि अब व्यवसाय सुरु गर्न आँटेको नि हो वाइबाले चोया पनि काट्छ जे गर्छ भयभरको काम चाहिँ सबै आउँछ नि हजुर चोयाबाट चोया यहाँ पर्तिर रहेछ फेरि रिस्टार्ट गर्नु चोया काट्दै गरेको अवस्थै भयो भने अब चाहिँ तत्काल चाहिँ अब चोया काट्नु पर्यो आउँछ कसैलाई चोया काट्नु आउँदैन नि फेरि यहाँ यसको आँखा भएर चोया काट्नुपर्छ तेरो छाला पनि पार्छु भनेर बाउले भन्थे पहिले त्यस्तै अनुसार अहिले चोया काट्नु सिकेको छु तेरो छोला के अरे छाला काटेर ढुङ्गामा सुकाउँछु भन्थ्यो काटेर अब आफै चोया काटेर अब बाँध्ने आँटेको अरे यो आँखा भएर नि आँखा त्यो चाहिँ चोया मास होइन नि त त्यही कारणले लगाउनु पऱ्यो नि त अनि लु सबैले बोकाउँ त बाँस एक एकवटा आर्मीले पनि बोक्ने हेमा हो सबले बोक्ने सकिन्छ त्यो चाहिँ मैले रोजेको जस्तो घर पुगेर आउनुभएको नि ल ल ल यतिको त गर्नु पऱ्यो लोकल कुखुराको झोल खानुको लागि त ल ल जाउँ न पर्दैन त्यो पर्दैन दिन बाँस बोकेर ल्याउँदै गरेको अवस्था भयो भने चाहिँ मिस्त्रीहरू यस्तै यस्तै छ अब अमेरिका कोही अस्ट्रेलियाबाट मगाएको अब कहाँ कता टिन ड्याममै पछाडि त ड्याममै टिन पो हाल्ने कति आयो भाइ यहाँ कति पो त्यहाँ कति पो गर्यो आँखा भयो त्यसको त्यहाँ चाहिँ मैले उयो हो त्यति नै गर्ने हो त्यति ठ्याक्कै त्यतिमै गर्नु हो त्यतिमै गर्नु